यम्मी झोल मोमो। आज चाहिँ म तपाईहरुलाई सिम्पल तरिकाले झोल मोमो कसरी बनाइन्छ भनेर त्यसको रेसिपी लिएर आएको छु। भिडियो फुल हेर्नुहोस् अनि बुझ्नुहुन्छ ल। एकदम सिम्पल छ, आसान तरिकाले झोल मोमो बनिन्छ हाम्रो घरैमा। वेलकम टु द सेफ किचन। तपाईहरुलाई स्वागत छ हाम्रो सेफ किचनमा। लु है त म अब सुरु गरे है त झोल मोमो बनाउनलाई कसरी बनिन्छ भनेर। झोल मोमो बनाउनलाई सबसे पहिला बटर मास भुट्नुपर्छ। यतिको रातो रातो ब्राउन कलरको भएपछि यसमा फेरि तिल पनि हालेर हल्का भुटेर चाहिँ दुईटै यस्तो ब्राउन कलरको यतिको भएपछि चाहिँ हामीले निकालेर चिसो पार्नुपर्छ। प्लेटमा चिसो पारेर राखेपछि चाहिँ मिक्सी लगाएर यस्तो पाउडर बनाउनुपर्छ। यस्तो पाउडर बनाएपछि चाहिँ तपाईले यसमा अलिकति लसुन, अलिकति अदुवा ग्रेट गरेको हालेर एकछिन तेलमा भुटेर चाहिँ त्यहाँदेखिको यो पाउडर हालेर भुटेर चाहिँ पानी हालेर यतिको ग्रेभी बनाएपछि चाहिँ हाम्रो चाहिँ यहाँ मोमो रेडी छ। मोमो पाक्दैछ यतापट्टि। अब मोमो पनि पाकिसकेर झोल पनि रेडी भइसक्यो। झोल बनाउन एकदम सिम्पल, केही गर्नु पर्दैन। अलिकति अदुवा, अलिकति लसुनको पेस्ट हालेर एकछिन भुटेर त्यहाँदेखिको यो पाउडर हालेर एकछिन चलाएर चाहिँ पानी हाले तपाईलाई कतिको थिक चाहियो कि थिन चाहियो, कतिको मोटो कतिको पतला चाहियो त्यो हिसाबले बनाएर चाहिँ त्यहाँदेखि चाहिँ नुन आफ्नो स्वाद अनुसारले हालेर बनिन्छ। रेडी भयो अब चाहिँ हाम्रो झोल मोमो। यसमा सर्भ गर्नको लागि अब म हाल्दैछु प्याज, हरियो धनिया र यसको माथि पिरो चटनी हालेर चाहिँ एकदम मिठो हुन्छ। तपाईहरु पनि ट्राई गर्न सक्नुहुन्छ। एकदम सजिलो छ। मोमो बनाउन त तपाईहरु सबैजनालाई आइ नै हाल्छ र झोल पनि यति सजिलैसँग बनिन्छ झोल मोमोको। ओके, थ्यांक यू फर वाचिङ। अझै फेरि हेर्दै गर्नुहोस् होला, अरू पनि हामी अपडेट गर्नेछौँ। यहाँ हेर्नुहोस् त कति यम्मी यम्मी छ। ओके, बाई बाई, हेभ अ नाइस डे। तपाईहरुको दिन शुभ रहोस्।